आइसे भन न बोला सबु हजुर खन्दैछ एकदम खन्दै जानु है नुसी मेरो छोरो खन्दैछ डङ्गै बारी 8-9 वर्ष पछाडिको खनाइ बिर्स्यो होला खन्न भनेर बिर्सेर के फरुवाले खन्दैछ है अलि बिस्तारी सानो हो र चप्परी लास्तो बाख्रा त बोरै लिएर आयो आगो बालेको देखाउनु यहाँ आगो बालिराखेको छौँ यहाँ है यता सागसब्जी रोपिराखेको छ है एकदम बोडी रोपेर खानु पर्यो यहाँ बोडी रोप्नुलाई यहाँ रेडी हुँदैछ है खन्दैछ गाह्रो छ भिडियो भइरहेछ यता खन्दैछ म खन्दैछ यता आगो बालिराखेको छ यो सबै हेर्नुहोस् गाई चरु सानो सानो टपर बोल्नु त्यत्रो होइन बङ्की बङ्खाउनु अझ सानो सानो टपरी पार्न ठुलो होइन गाह्रो जान्छ ठुल्ठुलो बिर्स्यो छ कि खन्न बिर्सेको रहेछ खन्न 8-9 वर्ष भयो 31 कतिको लगाएको यो कति मिनट भयो 37 30 सेकेन्ड भयो 40 बनाउनु मजाले 45 40 आगो पुग्दै जाऊ बिस्तारै घाममा सुक्छ अनि भोलि अर्कोपल्ट मात्रै फुको हुन्छ नि हाँस्दै छ भिडियो बनाउँदै खन्दै थियो यस्तै हो हेर्नुहोस् लु तँले दुईपल्टमा ओह्रो ल्याउने रहेछस् दुईपल्टमा ओह्रो ल्याउने रहेछ चपरी पलाएर तपाईँ म त ओले छेउ ल्याइछ दुई कोदालामा ओले छेउ ल्याइ पुऱ्याइहालिस् पल्टायो झन् के झन् यो सागहरू चपरी पल्टायो वाङ हान्दैछ पसिना पुस्दैछ फेरि सुरु यहाँ जोतिएको भए त दामी हुन्थ्यो नि त्यो पनि एक कट्ठा अरे यो साँध लगाएको छ यहाँबाट एक कट्ठा यता त्यो त सुरुमै ल्याइपुऱ्याएको अब उता देखेर गाईहरू हामी मेरो छोरो घाँस काट्दैछ है घाँस काट्दै खन्दै गर्दैछ है नेपालमा गाह्रो छ के गर्नु त्यस्तै हो गाह्रो छ नेपालमा घाँस काट्नु बिर्सेको रहेछ 3 वर्ष विदेश बसेर आएर पनि 7 वर्ष भयो गाउँ छोडेर 7 वर्ष भइसक्यो गाउँ छोडेको कचिया कोदालो नसमातेको त्यही सिधा मात्रै अब बिसा गाउँ रोक्नु रातो देखाउनु रातोमा यहाँ